पालेले बाख्रा जस्तो लखटेर गोदावरी घुम्न नपाउँदै फर्किनु पर्यो। हे गाइज, आज जाँदैछौँ हामी गोदावरी घुम्नको लागि र मैले चाहिँ छाता बिर्सेको थिएँ, छाता पनि लिएर आइहालेँ। पैसा नपुग्ला भनेर एटिएमबाट पैसा झिके र त्यसपछि हामी चाहिँ सातो बाटोको लागि गाडी चढे। साबेलबाट डाइरेक्ट गाडी नपाउने हुनाले हामी चाहिँ सातो बाटोसम्मको गाडी चढेर आयौँ। सातो बाटो आउने बित्तिकै पानी पर्न पनि सुरु हुन थालिहाल्यो। त्यसपछि हामी हतार हतार गोदावरीको गाडी चढेर गाडीमा बस्दै मौसमको नजाराहरू हेर्दै हामी चाहिँ गोदावरी आइपुग्यौँ। उतातिर पानी परेको थियो तर यता भने चाहिँ मौसम एकदमै राम्रो थियो। दिउँसोको 4 बजिसकेको थियो। हामी सबैजनालाई एकदमै धेरै भोक लागेको हुनाले सबैभन्दा सुरुमा हामीले चाहिँ तन्नासन्ना बिछ्याए र तुरुन्तै खाना खानलाई सुरु गरिहाले। हामीले खानेकुराहरू सबै घरबाटै बनाएर लिएर गएको थियौँ, त्यसैले खाना एकदमै सजिलो भयो र खाइसक्ने बित्तिकै हामी एकैछिन गोदावरी भित्र घुम्नका लागि छिरेको मात्र के थियो। 5 बजे क्लोज हुन्छ भन्दै पाले दाइले हामी सबैजनालाई बाहिर निकालिदिनु भयो।